हेलो सबैजनालाई भिडियोमा स्वागत छ। यस भिडियोमा बीपीकेएचएसमा एडमिसन प्रोसेसको डिटेल भिडियो मैले लिएर आएको छु र एडमिसनको बेलामा चाहिने डकुमेन्टहरू के हुन् अनि एडमिसनको लागि चाहिने सजेसन्सहरू पनि मैले यही भिडियोमा इन्क्लुड गरेको छु। सो भिडियो चाहिँ लास्टसम्म हेरिदिनु होला। एडमिसनको लागि सुरुमा डिन अफिस जानुपर्छ। डिन अफिस कताबाट जाने यस भिडियोमा म देखाउँदै छु। अहिले म ठ्याक्कै मेन गेट अगाडि छु। राइटतिर हाम्रो इमर्जेन्सी ओपीडी र बिलिङ काउन्टरको ब्लकहरू छ। त्यहाँ चाहिँ हामी पछि आउँछौँ। सुरुमा हामी डिन अफिस जानुपर्छ। डिन अफिस जानको लागि भिडियोमा देखाएको बाटोमा फलो गर्दै जानु होला। डिन अफिस गएर आफ्नो नाम, आफ्नो के पढ्ने स्ट्रिम त्यो लेखाउनु पर्छ र त्यहाँबाट चाहिँ डकुमेन्ट्सहरू दिनुहुन्छ। त्यो लिएर हामी अरू एडमिसनको कामहरू गर्छौँ अनि लास्टमा फेरि सबै काम भइसकेपछि हामी यहीँ डिन अफिस आउनुपर्छ। अब सुरुमा हामी मेडिकल चेकअप गर्छौँ। मेडिकल चेकअप गर्नको लागि हामी सुरुमा ओपीडीमा जान्छौँ। ओपीडी जानको लागि मेन गेटबाट राइट टर्न गर्ने अनि हाम्रो मेन 3टा बिल्डिङहरू देखिन्छ। 3टा बिल्डिङ मध्ये फर्स्ट बिल्डिङ इमर्जेन्सी, सेकेन्ड बिल्डिङ ओपीडी हो र थर्ड बिल्डिङ चाहिँ बिलिङ काउन्टर हो जहाँ चाहिँ हिसाबहरूको सबै काम हुन्छ। ल अब सुरुमा चाहिँ हामी ओपीडी बिल्डिङमा जाने। ओपीडीको फर्स्ट फ्लोरमा एडमिनिस्ट्रेसन अफिस छ। त्यहाँ हामी पछि आउँछौँ। हामीले भरेको एडमिसन फीको भाउचरहरू लिएर यहाँ आएर अनि बिलहरू चाहिँ हामी यहाँ लिन्छौँ। यही बिल्डिङको ग्राउन्ड फ्लोरमा जीओपीडी छ। त्यहाँ गएर एउटा डकुमेन्ट दिनुहुन्छ त्यो लिने अनि अब चाहिँ हामी मेडिकल टेस्टको लागि बिल काट्न जाने। बिल काट्नको लागि हामी बिलिङ ब्लकमा जानुपर्छ। यो चाहिँ जुन 3 नम्बरको ब्लक थियो त्यहाँ जाने। यहाँ देखाइएको छ यो बिलिङ काउन्टर। यहाँ गएर बिल काट्ने। लगभग 2400 जति लाग्छ। साइडमै लक्ष्मी सनराइज ब्याङ्क छ। यहाँ हामी पछि आएर एडमिसन फीको चाहिँ भाउचर भर्नुपर्छ। बिल काटिसकेपछि अब हामी ल्याब जान्छौँ। हामीले ब्लड र युरिनको स्याम्पल लिनुपर्छ अनि चेस्ट एक्सरे पनि गर्नुपर्छ। ल्याब जानको लागि भिडियोमा देखाएको बाटो फलो गर्नु होला। यहाँ हामीले ब्लड र युरिनको स्याम्पल दिने अनि चेस्ट एक्सरे गर्न भिडियोमा देखाएको बाटो फलो गर्नु होला। ब्लड र युरिनको रिपोर्ट आउन टाइम लाग्छ। त्यति बेरसम्म एडमिसन फी तिर्नको लागि चाहिँ हामी लक्ष्मी सनराइजमा गएर भाउचर भर्छौँ। अब सबै रिपोर्ट आइसकेपछि हामी फेरि जेनरल ओपीडीमा जान्छौँ। ओपीडीमा हाम्रो जेनरल एक्जामिनेसन हुन्छ। अब हामी एडमिनिस्ट्रेसन अफिस जान्छौँ। एडमिनिस्ट्रेसन अफिसमा हामीले भरेको भाउचर बुझाउँछौँ र हामीलाई चाहिँ बिलहरू दिनुहुन्छ। बिलको डिटेल स्ट्रक्चर मैले यहाँ हालिदिएको छु। यो चाहिँ स्कलरसिप एमबीबीएस र बीडीएसको लागि हो। टोटलमा 76,200 छ। सबै काम सकिसकेर अब हामी फेरि डिन अफिस जान्छौँ। डिन अफिसमा अब हामीले डकुमेन्टहरू बुझाउनु पर्छ। के डकुमेन्टहरू बुझाउनुपर्छ मैले यो भिडियोमा हालिदिएको छु। मेक स्योर यहाँ देखाएको डकुमेन्टहरू दुवै ओरिजिनल र फोटोकपी लिएर आउनु होला।
सजेसन भन्नुपर्दा एडमिसन गर्न आउँदाखेरि चाहिँ हाफ डे भन्दा पनि फुल डे भएको बेला आउनु होला। द्याट इज फ्राइडे भन्दा सन्डेदेखि हस्तेको जुन टाइम हुन्छ नि त्यो मिलाएर आउनु होला। अब फ्राइडे हाम्रो हाफ टाइम भएर चाहिँ अलिक कामहरू गर्न चाहिँ अलिक ह्यासल्स हुन्छ। त्यो कारण गर्दाखेरि चाहिँ सजिलोले गर्ने तरिकाले चाहिँ सन्डेदेखि थर्सडेको टाइममा चाहिँ आउनु होला। अर्को भनेको चाहिँ हाम्रो युरिन र ब्लडको रिपोर्ट आउन चाहिँ टाइम लाग्छ। त्यही भएर चाहिँ सुरुमा हामीले ब्लड र युरिनको स्याम्पल दियौँ भने अनि अरूहरू काम गऱ्यौँ भने चाहिँ अलिक छिटो भ्याइन्छ एडमिसन प्रोसेस चाहिँ। दिस वान इज भेरी इम्पोर्टेन्ट मेनली स्कलरसिपहरूको लागि। यहाँ एडमिसन गर्न आउँदाखेरि चाहिँ हाम्रो ओरिजिनल डकुमेन्टहरू राखिन्छ। त्यही भएको कारणले गर्दा चाहिँ हाम्रो एडमिसन गर्नुभन्दा अगाडि हाम्रो डकुमेन्टहरूको चाहिँ अनलाइन स्क्यान फर्म चाहिँ अलरेडी राखिराख। पछि चाहिँ अब केही बेला काम पर्न सक्छ, चाहिन सक्छ। अब आफ्नै डकुमेन्ट चाहिएर पछि लिँदा पनि एप्लिकेसन दिएर केही दिन वेट गरेर मात्र पाइन्छ। अब यत्रो ह्यासल्सहरू गर्नुभन्दा त बरु अनलाइन फर्महरू स्क्यान फर्ममा राखिराख्यो भने चाहिँ पछिसम्म नै चाहिरहन्छ र राम्रो पनि हो जस्तो लाग्छ मलाई। आई होप दिस भिडियो वाज भेरी हेल्पफुल। बीपीकेएचएस रिलेटेड और मेडिकल रिलेटेड भिडियोजको लागि च्यानललाई सब्सक्राइब गरिदिनु होला। सी यू इन नेक्स्ट भिडियो।